गाइस हेर्नु सक्नुहुन्छ अस्ति चाहिँ मैले एउटा देखाइरहेको थिएँ अनि एउटा अस्ति देखाएको एउटा चाहिँ यो हो। अब चाहिँ यो पाक्ने टाइम भइसकेको छ अनि यहाँनिर चाहिँ दर फुलेको छ हेर्नु सक्नुहुन्छ। यो चाहिँ भ्योली बिहान सक्छ टुक्कै सुक्छ अनि यहाँ दुईटा अनि यहाँ दुईटा चारटा उहाँ एउटा पाँचवटा फुलेको छ। यहाँनिर चाहिँ यहाँनिर एउटा पाँचवटा फुलेको छ अनि यो चाहिँ दिउँसो भएपछि यस्तो हुन्छ राति फुलेर। यो चाहिँ राति फुल्छ अनि दिउँसो यस्तो हुन्छ। भोलि बिहान अब यिनीहरू सबै यस्तो हुन्छ अनि यहाँबाट फल निस्किन्छ। यसपालि चाहिँ निकै भएको छ, 5वटा 6वटा अनि 7वटा। यो चाहिँ फुल झरिहाल्छ त्यहाँबाट यो चाहिँ फल्छ अरे। अनि तपाईहरुको कसको घरमा छ यो फुल गाछ ल भन्नु होला। अनि यहाँनिर फुल गाछ अरे ड्रागन फ्रुट गाछ। टुप्पोमा पनि यस्तो निस्किन्छ रहेछ। तेरा हातेर अब हाम्रो घरमा चाहिँ यतिको भइरहेको छ अहिले। अनि यहाँ छाना माथि माथि गएर यति लामो लामो भइरहेको छ। अनि अहिलेको लागि यति नै हो।